कुनै मान्छे बिचरा कुलतमा कुकर्ममा कुबाटोमा हिँडिरहेको हुन्छ। उसलाई सम्झाउने बुझाउने अराउने कराउने कोही पनि हुँदैन। मानिस त्यत्तिकै बिग्रेको हुँदैनन्। उसलाई गाली बोली गर्ने सच्याउने मान्छे नभएर नै बिग्रिरहेको पनि हुन्छ। एकजना साथीले त भनेको थियो, मलाई गाली गर्ने मान्छे नभएर म साह्रै बिग्रियो हो साथी भन्दै थियो। हो, तर यस्तो मानिसहरूलाई सुधार्नको लागि कसैले चासो राखेको हुँदैन। तर म भन्छु मित्रहरू, यदि तपाईँ कुलतमा कुकर्ममा कुबाटोमा हुनुहुन्छ भने मभित्र तपाईँको निम्ति एउटा प्यास छ। मभित्र तपाईँको निम्ति एउटा व्यथा छ। मभित्र तपाईँको निम्ति एउटा पीडा छ कि तपाईँलाई कसरी सुधार गर्न सकु भनेर। येशूले भन्नुभयो, म पापीलाई प्रेम गर्छु तर म पापलाई चाहिँ घृणा गर्छु भनेर भन्नुहुन्छ। त्यसैले मित्रहरू, तपाईलाई कसैले प्रेम गर्दैन र कसैले सुधारको बाटो देखाउँदैन भने येशू ख्रिस्टले भन्नुभयो, म कहाँ आऊ, म तिम्रो घिन लाग्दा लाज लाग्दा डर लाग्दा पापहरू हिउँ जस्तै उन जस्तै सेता पारिदिनेछु। कि पवित्रता बिना स्वर्ग असम्भव छ। स्वर्ग असम्भव छ।